नमस्ते साथीहरू, आज हामी कुरा गर्ने ऐकिक नियमको बारेमा। ऐकिक नियम र ऐकिक नियममा धेरैजना विद्यार्थीहरूलाई समस्या आउने भनेको कहाँ हो भन्दाखेरि अब यसमा सम्बन्ध कसरी देखाउने लगायतका यावत कुराहरूमा यसमा समस्या आउने गर्छ। त हामी ऐकिक नियमको बारेमा कुरा गर्ने भनेको यसको रुल्स रेगुलेसनको बारेमा हैन, कुनै सूत्रहरू फर्मुलाहरूको बारेमा कुरा नगर्ने। हामी कुरा गर्ने के भन्दाखेरि हाउ टु थिङ्क, सोच्ने कसरी। यदि कुनै प्रश्न आयो भने हामी सोच्ने कसरी त्यसको बारेमा कुरा गर्ने। यसमा कुनै किसिमको ट्रिक हुँदैन, न कुनै किसिमको फर्मुला हुँदैन, केही हुँदैन। न ट्रिक हुन्छ, न फर्मुला हुन्छ, न सर्ट ट्रिक हुन्छ। मात्रै सिक्ने के भन्दाखेरि यदि हामी ट्रिक सिक्न थाल्यो भने जम्मा 1 लाख प्रकारको प्रश्न हुन्छ र 1 लाख प्रकारको प्रश्नको यदि ट्रिक हामीले मात्रै सिक्न थाल्यो भने 1 लाखवटा ट्रिक हुन्छ। त हामी लिखितको अन्य कुराहरू कसरी पढ्ने अनि अन्य जुन जिकेहरू हुन्छ त्यो कुराहरू कसरी पढ्ने। त्यही भएर हामीले ट्रिक नपढेर हामी कुनै यदि प्रश्न आएको छ लोकसेवाले गरेको छ भने त्यसको बारेमा सोच्ने कसरी, त्यो प्रश्नलाई हल कसरी गर्ने भन्नुको अर्थ के भन्दाखेरि त्यसलाई सोचेर अनि हल कसरी गर्ने तर्फ लाग्ने, त्यो कुरा हामी गरौँला यो भिडियोमा मात्र हैन, सबै भिडियोमा। त आजको प्रश्न हाम्रो रहेको छ यस प्रकार हाम्रो प्रश्न रहेको छ। ए र बी ले कुनै एउटा काम क्रमशः 12 र 18 दिनमा पुरा गर्न सक्छन्। त ए र बी दुवैजना मिली 6 दिन काम गरे, त्यसपछि बी ले सो काम छोड्यो। बी ले काम छोडेको छ। अब ए ले बाँकी काम कति दिनमा पुरा गर्न सक्ला? यो नेपाल राष्ट्र बैंक 2076 मा चौथो लेभलमा सोधेको प्रश्न। अब यो प्रश्न यदि सोधियो भने हामीलाई ट्रिक, यदि कुनै विद्यार्थी यस्तो हुन्छ जसले प्रत्येक प्रश्नमा ट्रिक जानेको हुन्छ र ट्रिक अनुसार गर्छ, तर हामी ट्रिकतिर नलाग्ने, ट्रिक रट्नु पर्दैन। मात्रै के पढ्ने भन्दाखेरि हामी यो प्रश्नमा अब सोच्ने कसरी हैन, हाउ टु थिङ्कमा हामीले कुरा गर्ने। अब हेर्नुस्, यहाँ यो प्रश्नले के भनेको छ भन्दाखेरि ए ले बाँकी काम कति दिनमा पुरा गर्न सक्ला भनेको छ। ए ले बाँकी काम कति दिनमा गर्छ त्यो कुरा चाहिँ निकाल्ने। त त्यसको लागि हामीलाई इन्फर्मेसन दिएको छ कि ए र बी ले कुनै काम क्रमशः 12 र 18 दिनमा गर्न सक्छ। त ए र बी ले कुनै काम 12 र 18 दिनमा गर्न सक्छ। त हामीले के सोच्नु पर्यो अब भन्दाखेरि ए र बी ले कुनै काम क्रमशः त एकजनाले 12 दिनमा र अर्को जनाले चाहिँ 18 दिनमा गर्न सक्छ। त हामीले यहाँबाट के सोच्नु पर्यो भन्दाखेरि ए ले कुनै काम 1/12 के भन्छ, एक दिनमा 1/12 काम गर्छ र बी ले चाहिँ 1/18 काम गर्छ। त्यो कुरा यहाँबाट सोच्नु पर्यो, यसको कुनै ट्रिक हुँदैन। अर्को कुरा के भनेको छ भन्दाखेरि लगतै कि कहाँ छ, ए र बी दुवैजना मिलेर 6 दिनसम्म काम गर्यो। त 6 दिनसम्म काम गरेको छ भने ए र बी मिलेर पहिला एक दिनमा कति काम गर्यो त्यो त निकाल्नु पर्यो हामीले। ए र बी ले एक दिनमा गर्ने काम त हामीले निकाल्नु पर्यो। अनि एक दिनमा गर्ने काम निकाल्नको लागि 1/12, एक दिनमा ए ले काम गर्ने भनेको 1/12, बी ले काम गर्ने भनेको 1/18। त 1/18 यो दुईटैलाई जोड्नु पर्यो। अब जोड्दाखेरि दुईटैको लस लिनु पर्यो। अब केही न केही आउँछ यहाँ भ्यालु, र लस नै निकालौँ, नत्र केही छैन। 18 दुना 36 गरौँ त 12 तिया 36 प्लस 18 दुना अनि 36 अनि 5/36 हुन्छ। यो आयो दुईटैले मिलेर एक दिनमा गर्ने काम। तर हामीलाई के भनेको छ प्रश्नले कि ए र बी दुवैजना मिली 6 दिन काम गरे। त दुवैको त 6 दिनको काम निकाल्नु पर्यो, त इन्टु 6 गर्नु पर्यो। अनि यो 6 6 का 36 अर्थात् 5/6 काम दुवैजना मिलेर काम गरेको छ कति दिनमा? 6 दिनमा। अनि त्यसपछि बी ले सो काम छोडेको छ। त अब बी ले काम छोडिदियो, त बाँकी काम ए एक्लैले कसरी गर्छ? त अब हामीले त बाँकी काम निकाल्नु पर्यो भनेको सोच्ने कसरी, त्यो कुरा हामी गरिरहेछौँ। त बाँकी काम निकाल्नलाई त हामीले टोटल काम 1 हुन्छ र 1बाट गरेको काम घटाउनु पर्यो, र गरेको काम घटायो भने कति हुन्छ? त 1/6 अर्थात् यति काम अब बाँकी छ। यति काम 1/6 काम बाँकी छ। त्यो 1/6 कामको लागि हामीले के गर्नु पर्यो भन्दाखेरि ए ले गरेको छ। त ए ले यहाँ हामीले प्रश्नले भनेको छ ए ले कुनै काम 12 दिनमा गर्न सक्छ। त ए ले एक काम 12 दिनमा गर्छ। त ए ले 1/6 काम त बाँकी छ। त 1/6 काम, त 1/6 काम कति दिनमा गर्न सक्छ त्यो कुरा सोच्नु पर्यो। अब हेर्नुहोस् त, एक काम त धेरै छ तर 1/6 काम एकदम कम छ। त कम छ भने यसको अर्थ के हुनु पर्यो, के बुझ्नु पर्यो हामीले भन्दाखेरि दिन पनि कम लाग्छ। त दिन कम लाग्यो भने दिन अब कम गर्नलाई के गर्नु पर्यो भन्दाखेरि टोटल काम 12 दिनमा गर्नुपर्छ भने दिनलाई अब के गर्नु पर्यो, भाग गर्नु पर्यो कामले। त काम कति छ? 1/6 छ। त यो 6 ले के गर्नु पर्यो, भाग गर्नु पर्यो। अर्थात् 1/6 ले यसलाई गुणा गरिदिनु पर्यो अनि बल्ल दिन कम हुन्छ। यहाँ दिन किन कम गरेको भन्दाखेरि यहाँ कम काम गर्नु बाँकी छ, त्यही भएर दिन कम गरेको। अनि दिन कम गर्दाखेरि यो 2 ले कट्छ, अर्थात् 2 दिनमा ए ले बाँकी काम गर्छ भन्ने कुरा यहाँबाट आयो। अब यसैलाई लोकसेवा आयोगको ढाँचामा बनाउन थाल्यो भने हामीले यसरी यसलाई बनाउनु पर्छ।
अब यही प्रश्नलाई हेरौँ है कसरी लोकसेवाको ढाँचामा बनाउने। त यहाँ सुरुमा लेख्ने के भन्दाखेरि यहाँ अब दिएको के छ, प्रश्नलाई के दिएको छ त ए र बीले एउटा काम क्रमशः 12 र 18 दिनमा गर्न सक्छ। त्यही कुरा लेख्ने एले कति दिनमा 12 दिनमा एक काम गर्छ, त्यही कुरा लेख्ने है। प्रश्नले जे भनेको छ त्यही। अब यहाँबाट एक दिनमा गर्ने काम आउँछ, एले एक दिनमा 1/12 काम गर्छ। अब फेरि बी को पनि सेम इन्फर्मेसन दिएको छ, बीले 18 दिनमा एक काम गर्छ। त्यस्तै अब फेरि निकाल्नु पर्यो, बीले एक दिनमा 1/18 काम गर्छ। अब यहाँबाट अब फेरि अर्को अब इन्फर्मेसन हेर्नु पर्यो, के भनिरहेछ, ए र बी दुवैजना मिली 6 दिन काम गरे। अब 6 दिन काम गरे त ए र बी को एक दिनको काम निकाल्नु पर्यो। त ए र बीले मिलेर एक दिनमा गर्ने काम पहिला निकाल्नु पर्यो। गर्ने काम बराबर, अब हेर्नुस् त, एले एक दिनमा 1/12 काम गर्छ र बीले 1/18, दुईटैलाई जोड दियो भने त त्यतिकै दुवै मिलेर एक दिनमा गर्ने काम आउँछ। एले एक दिनमा 10 वटा बिस्कुट खान्छ, बीले 20 वटा बिस्कुट खान्छ। त ए र बी दुईजना मिलेर एक दिनमा कतिवटा बिस्कुट खान्छ, त दुईटैले खाएकोलाई जोड्नु पर्यो। जोड्यो भने 20 र 10 30 वटा बिस्कुट खान्छ। त त्यस्तै यहाँ जोडेको, त 1/12 प्लस 1/18। अब यहाँ लसल लिनु पर्यो, लसल लिन तपाईहरुलाई आइरहेको छ, त्यो म विश्वास गरेको छु। अब हेर्नुस्, यहाँ लसल लियो भने यहाँ अब दुईटैको साझा कति हुन्छ, 36 हुन्छ। 18 मा 36 अनि 12 ले भाग जान्छ, अनि 12 ले यो 36 लाई भाग गरे भने कति हुन्छ, 12 तिया 36 प्लस 1 इन्टु 18 ले यो 36 ले भाग गरे भने 18 दुना 36, यो भयो 3 प्लस 2/36 इक्वल टु 5/36। अब यो दुवैजना मिलेर एक दिनमा यति काम गर्छ, तर प्रश्नले के भनेको छ, दुवैजना मिलेर 6 दिनसम्म काम गरेको छ। त अब 6 दिनको काम निकाल्नु पर्यो। त ए र बी मिली 6 दिनमा गर्ने काम इक्वल टु यो एक दिनमा गर्ने काम भनेको यति छ। अब 6 दिनमा पक्कै पनि बेसी काम गर्छ, त्यही भएर इन्टु 6 गरेको। इन्टु 6 गर्दाखेरि यो 6 ले कट्छ, त इक्वल टु 5/6 काम गर्यो भनिरहेछ। अब त्यसपछि प्रश्नले के भनिरहेछ कि ए ले बाँकी काम कति दिनमा गर्छ, किनभने बी ले काम छोडेको छ। हेर्नुस्, त्यसपछि बी ले सो काम छोड्यो र अब ए ले बाँकी काम कति दिनमा पुरा गर्छ। अब बाँकी काम त निकाल्नु पर्यो, सोच्नु पर्यो क्या हामीले। अब यति काम त भइसकेको छ, 5/6 काम भइसकेको छ, तब बाँकी काम त निकाल्नु पर्यो। त बाँकी काम त टोटल काम 1 हुन्छ। अब भइसकेको काम भनेको यति छ, 5/6 काम। दुवैजना मिलेर 6 दिनमा गरेको काम 5/6, त यति त भइसकेको छ। अब घटायो भने 6 एकान 6 माइनस 5 डिभाइडेड बाई 6 इक्वल टु 1/6। अब यति काम चाहिँ बाँकी छ। अब यति काम ए लाई गर्न कति दिन लाग्छ, त्यो प्रश्नले सोधेको छ। त हेर्नुस् त, ए ले 12 दिनमा एक काम गर्छ, त 1/6 काम कति दिनमा गर्छ, त्यही कुरा यहाँ अब निकाल्नु। त ए ले एक काम, यो प्रश्नले भनेको छ है, एक काम 12 दिनमा गर्छ, 12 दिनमा गर्छ। त ए ले 1/6 काम बाँकी थियो। त 1/6 काम भनेको त कम काम हो, एक काम बेसी हो र 1/6 काम भनेको कम काम हो, अर्थात् दिन पनि कम लाग्ने भयो। त दिन कम लाग्ने भयो भने आफैले यहाँ सोच्नु पर्यो कि गुणा गर्ने कि भागा गर्ने। हेर्नुस् त, एक काम चाहिँ 12 दिनमा गर्छ, त 1/6 काम भनेको कम काम हो। त कम काम गर्नले त पक्कै पनि दिन कम लाग्छ, त्यसरी सोच्नु पर्यो। त दिन कम गर्नलाई यो 1/6 ले भागा गरे भने त दिन कम हुँदैन, दिन त बेसी भइहाल्छ। त्यही भएर 1/6 ले 12 लाई गुणा गर्नु पर्यो, त इन्टु 1/6। अब दिन कम भइहाल्छ, कसरी कम हुन्छ, त 6 ले भाग हुन्छ। त 6 ले भागा भयो भने 2 हुन्छ, दिनमा गर्छ। देयरफोर अब यहाँबाट अन्तिममा कन्क्लुड यसलाई गरिदिनु पर्यो कि ए ले बाँकी काम 2 दिनमा गर्छ। अनि यसलाई टक्क एउटा बाकसभित्र राखिदिनु पर्यो, अनि यो चाहिँ
एन्सर। यो भिडियोमा हामीले के सिकेको भन्दाखेरि कुनै ट्रिक सिकेको होइन, सोच्ने कसरी त्यो कुरा सिकेको। सोच्ने कसरी, सोचेर आफ्नो उत्तर लेख्ने। कुनै पनि दुनियाँको कुनै पनि सरले म्याथ भनेको ट्रिकमा पढाएर यदि तपाईँले सिकाइरहेको छ, कुनै हिसाबको ट्रिक सिकाइरहेको छ भने बुझ्नुहोस् कि तपाईँको बानी बिगारिरहेको छ। जबसम्म कुनै पनि प्रश्नमाथि सोच्ने कसरी भन्ने कुरा तपाईँलाई थाहा छैन भने मरिगए प्रश्नलाई सोल्भ गर्न सकिँदैन। त्यही भएर सोच्ने कसरी, जुनसुकै प्रश्न भए पनि के भनिरहेको छ त्यो सबै गर्दै जाने, जहाँ दिएको छैन त्यहाँ एक्स मान्ने, एक न एक ठाउँमा बराबर गर्ने सिचुएसन दिन्छ भने यदि दिएको छैन भने त्यो प्रश्न गलत हो भनेर बुझ्नुपर्छ। अनि बराबर दिने सिचुएसन दिएको हुन्छ, दुईलाई बराबर गर्ने, एक्सको भ्यालु फाइन्ड गर्ने, एन्सर आइहाल्छ। धन्यवाद। यति हो आजको हाम्रो भिडियोमा। अब अर्को भिडियो फेरि आउँछ नेक्स्ट डे।